नमस्कार साथीहरू। मलाई मेरो फलोवर्सहरूको फ्यान्सहरूको दुवा प्रे लागेछ। अस्ति मैले एउटा भिडियो बनाएको थिएँ। मलाई फेसबुकले च्यालेन्ज दियो दुईवटा भिडियोमा 5 लाख भ्युज ल्याउनु। तर यो मेरो 1 वर्ष भिडियो भयो, भिडियो बनाउन थालेको 1 वर्ष भयो, अहिलेसम्म 5 लाख त पुगेको छैन कुनै भिडियोमा। दुईवटा भिडियोमा 5 लाख ल्याउनु त इम्पोसिबल भनेर भनेको थिएँ आफ्नै मुखले। त पुगिबस्छ, तर 5 लाख चाहिँ हतपत छोएको छैन क्या। अन्त दुईवटा भिडियोमा एकैतालमा 5 लाख ल्याउनु भनेपछि चाहिँ अलिक इम्पोसिबलै छ। आजको दिनमा हिजो मात्रै मैले एउटा भिडियो हालेको थिएँ, सानो क्लिप, 1 मिलियन छुन आँटे साथीहरू हो। 1 मिलियन अहिले यो भिडियो एडिट गरेर के अपलोड गर्दा 1 मिलियन पनि पुग्छ होला। अन्त फर्स्ट अफ अल त सबै मेरो फलोवर्सहरू जति पनि मेरो मलाई माया गर्ने दाजु भाइ दिदी बहिनी आमा बाबा सबैलाई धेरै धेरै धन्यवाद। मेरो फर्स्ट है 1 मिलियन भ्युज पुग्यो भिडियोमा। थ्याङ्क यू भेरी मच फर सपोर्ट। भिडियो है जतिजना नयाँ कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ, म पनि नयाँ हो हुनुहुन्छ, सुरुवात गर्नुहुँदैछ भर्खर, उहाँहरूको लागि चाहिँ म के भन्न चाहन्छु, भिडियो चाहिँ हाल्नु नछोड्नु साथीहरू। मैले हिजोअस्तिको दिन मात्रै हो भनेको मेरो इम्पोसिबल हो यो 5 लाख भ्युज ल्याउनु भनेर। त आजको दिनमा हिजो हालेको भिडियो 1 मिलियन छुनु आँट्यो हो। 1 मिलियन भनेको 10 लाख डबल। अन्त इम्पोसिबल यो संसारमा केही पनि छैन साथीहरू। आफूले मनले चाहेर एउटा इमान्दारसँग अनेस्टली काम, कन्सिस्टेन्सी लगातार काम गरिरहनुहोस्। अरूले के भन्छ कसो भन्छ सब साइडमा राखेर है एक दिन सबै अवश्य सक्सेस हुनेछ है। अन्त थ्याङ्क यू भेरी मच वन्स अगेन। गुड नाइट पनि है, गुड इभिनिङ। थ्याङ्क यू भेरी मच सबैजनालाई यति माया गरिदिनु भएको।